हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आफ्टर लङ टाइम मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। हाम्रो बुढाबुढी चाहिँ जाँदैछौँ मार्केट ग्लोसरी सपिङको लागि। र जापानमा चाहिँ गर्मी सुरु पनि भइसकेको छ। एकदम चर्को घाम छ। 3-4 बजी पनि एकदम चर्को न चर्को घाम छ। हेर्नु न, यो त बस सुरुवात हो। जापान पनि एकदम गर्मी हुँदो रहेछ नेपालको जसरी नै। मार्केट जानुभन्दा अगाडि हाम्रो सामान पनि रिसिभ गर्नुपर्ने थियो। मेरो बुढोको दाइकोमा गयो सामान रिसिभ गर्नलाई, र मेरो बुढाले अनबक्सिङ गर्दै हुनुहुन्छ सामान। र हामीले चिसो खायौँ र सामान लिएर हामी फर्क्यौँ हामी मार्केटतिर। यो चाहिँ हो डाइसोमा हल्का सामान लिनु थियो, किचनको सामानहरू। र हामीले सपिङ गरेर हामी कसरी मार्केटमा नि गयौँ। मैले चाहिँ त्यहाँको चाहिँ भिडियो लिन नै बिर्सेछु। र हामी घर आउनेसम्म चाहिँ साँझ नै भइसकेको थियो। र मेरो बुढाले चाहिँ होममेड KFC बनाउन रेडी गर्दै हुनुहुन्थ्यो। र यो मासु म्याग्नेट गरेर राख्नु भएको थियो मेरो बुढाले चाहिँ। आज चाहिँ हाम्रो गुड फ्राइडे मनाउन लागेको थियो घरमा। बुढाले बनाउन सुरु पनि गरिसक्नु भएको छ होममेड KFC र फ्रेन्च फ्राई पनि। मलाई चाहिँ KFC खानु मन लागेको थियो। मैले बुढालाई भनेको थियो र बुढाले चाहिँ छुट्टीमा बनाइदिनु भयो होममेड KFC। एकदम मिठो बनाउनुहुन्छ। अस्ति हामीले बाहिर खाएको भन्दा पनि यो KFC चाहिँ एकदम मिठो क्रन्ची बनाउनु भएको थियो मेरो बुढाले। र म मोटाउनुको रिजन पनि मेरै बुढा हो। मलाई के खानु मन लाग्यो कि मेरो बुढाले मलाई बनाइदिइ हाल्नुहुन्छ। र अहिले चाहिँ म नेपालको भन्दा पनि हल्का मोटाइसकेको छ। बुढाले जे भने त्यही खानु बनाइदिनु भएर। म त खासमा पहिला जापान आउँदाखेरि म नेपालमा खानेकुराहरू मजाले खाने, तर यहाँ आएर खान नपाउँदाखेरि चाहिँ मलाई चाहिँ अलिक लागेको थियो। र मेरो बुढाले चाहिँ घरमै बनाइदिनु हुन्थ्यो मलाई खानेकुराहरू। पाउन त पाउँथ्यो, तर कहाँ हो नयाँ भएर थाहा हुँदैन थियो। तर आजभोलि थाहा पनि भयो कहाँ होटेलहरू रेस्टुरेन्टहरू छ। र मलाई मलाई चाहिँ मेरै बुढाले बनाएको मनपर्छ खानेकुराहरू। कुरा भन्दै गफ गर्दै पनि मेरो बुढाले चाहिँ KFC रेडी पनि गरिसक्नु भएको छ। एकदम क्रन्ची देखेको छ, एकदम मिठो भयो है। साथमा फ्रेन्च फ्राई र मैले करेन्ट चाउचाउ नै बनाएँ, तर मैले चाहिँ भिडियो नै लिन बिर्सेछु। र हाम्रो चाहिँ आज खानेकुरामा रहेको छ करेन्ट चाउचाउ, KFC, फिल्ला, फ्रेन्च फ्राई, जुस र दही। मलाई चाहिँ दही पनि खान मन थियो। 4 जनाले चाहिँ चेस गरेर खाना सुरु गऱ्यौँ इकादाकिमास भन्दै। ल अब चाहिँ हामी खाना इन्जोय गर्छौँ है त गाइज। यतिसम्म हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद। मन परेमा लाइक गरिदिनु होला र मेरो युट्युब च्यानलमा पनि सब्सक्राइब गरिदिनु होला। यति भन्दै आज मेरो मिनी ब्लग एन्ड गर्छु। बाई बाई एभ्रिवान, सी यु इन द नेक्स्ट ब्लग।